नेपालमा बन्द भएका कल कारखाना हामी खोल्नेछौँ। हामी गोर्खाली टायर त खोल्छौँ भनेर 5 चोटि गरेर त्यसको अध्ययन गर्यौँ। बुटोल ढाका कारखाना खोल्छौँ भनेर त्यहाँको हरेक मेसिन ल्याएर हामीले बनायौँ। 2टा मेसिन बनायौँ, 56वटा मेसिन थियो, बाँकी बनाउन सक्थ्यौँ नि त। हामीलाई पैसा पनि चाहिएन, कि चाहिएन, स्वीकृति हुन स्वीकृति पनि दिएन। एउटा भनौँ न महावीर कुन्दा सबै गऱ्यो र एउटा कृषि औजार केन्द्रको जुन त्यही हालत छ। एउटा जनकपुर चुरोटदेखि लिएर टायलदेखि लिएर यिनीहरूले हामीलाई गरी खाने कहिले पनि दिएन कि। वर्ल्ड रकेट कम्पिटिसन हामी टप 20 पर अमेरिका फाइनलमा जाने बेलामा हामीलाई यिनीहरूले हैन एउटा स्वीकृति नदिएर आतंकवादी बनाएर हामीलाई रोक्यो कि यिनीहरूले है। एलन मस्कले अर्गनाइज गरेको प्रोग्राम 2021 मा अहिले पनि मसँग इन्भिटेसन लेटरहरू सबै कुराहरू छ है। अर्को कुरा भनेको चाहिँ के छ भन्दा नेपालका सम्पूर्ण उद्योगीहरू, सम्पूर्ण कल कारखानाहरू, तपाईहरुलाई कहिले पनि यिनीहरूले प्राथमिकता दिएको छैन। तपाईहरुलाई कहिले पनि देशमा बस्न सक्ने बनाएको छैन। हामी बनाउँछौँ। तपाईहरुको उत्पादन बजार पनि हामी पुर्याउँछौँ। नेपालमा उत्पादन हुने वस्तुको हामी नाकामा, म सुनवलीमा सुत्छु, मेरो साथी रूपडेमा सुत्छ, मेरो अर्को साथी रक्सौलमा सुत्छ, मेरो अर्को साथी काँक्राभित्तामा सुत्छ, मेरो अर्को साथी भनौँ न यतातिर सुत्छ। सबैतिर गरेर हामी नाकामा सुतेर जुन दिन तपाईहरुको उत्पादन, तपाईहरुको बजार, किसानको बजार पाउँदैन, जब नेपाली उत्पादनले बजार पाउँदैन, हामी सुतेर कि त डबल ट्याक्स गर्न के बिग्रिन्छ? इन्डिया नेपालमा उत्पादन हुने वस्तुको विदेशबाट ल्याउँदा डबल ट्याक्स गरौँ न, के बिग्रिन्छ? महँगो भएन? 100% ट्याक्स भइसकेपछि नेपालले प्राथमिकता पाएन। हामी गर्छौँ, छिटै गर्छौँ। फेरि यो कुरा केलाई पनि ढिला हुँदैन। नेपालका सम्पूर्ण पत्रकारहरू, तपाईलाई पनि यो देशमा बस्न लायक बनाएको छैन। हामी चावडा वर्ग, हामी सबभन्दा पीडित वर्ग हो यो देशको। हामी स्वास्थ्य कर्मी, सरसफाई कर्मी, सुरक्षा कर्मी र पत्रकार, यो चावडा वर्ग चाहिँ 24 घण्टा काम हुन्छ हाम्रो, हो कि होइन? हामीले दसैँ भन्न पाएको छ, तिहार भन्न पाएको छ, आन्दोलन भन्न पाएको छ, नेपाल बन्द भन्न पाएको छ। झन् बढी हुन्छ, झन् बढी रिक्स हामीलाई हो है। जोखिम मत नेतालाई, संसदलाई दिने कि हामीलाई दिने, तपाईहरुलाई दिने, पुलिसलाई दिने, आर्मीलाई दिने हैन र? अरु चाहिँ 9 बजे गएर 5 बजे बिदा लिने रे हैन, 4 बजे बिदा हुने रे। हाम्रो शनिबार पनि बिदा छैन हैन, दसैँमा नि बिदा छैन, तिहारमा नि बिदा